आज पनि म ड्युटीमै छु अनि बङ्गुरलाई हेर्दै स्याहार्दै बसिरहेको छु। अनि कतिजनाले कमेन्ट गर्नुहुन्छ क्या, मेसेज पनि गर्नुहुन्छ, यही काम गर्नुको लागि त किन कोरिया गइरहनु हौ, नेपालमै गर्दा हुन्छ त भन्नुहुन्छ होइन। नेपालमा यति काम गरेर नि हाम्रो देशमा यहाँको जति तलब पाउने भए त सबैले गर्थे होला। अनि मैले पनि नेपालमा धेरैवटा काम गरेको अनुभव छ। साह्रै पारै नलागेर चाहिँ परदेश हिँड्नु बाध्य भएको हो र कसैलाई पनि हुँदैन। अनि कसैले चाहिँ भन्ने गर्नुहुन्छ, यस्तो काम गर्दाखेरि शर्म लाग्दैन भिडियोमा देखाउँदा भन्नुहुन्छ। शर्म किन लाग्नु र, मलाई त लाग्दैन। दुःख अभाव सङ्घर्षसँग लड्दै पढ्दै हुर्केको छोरी हुँ, मलाई त्यस्तो शर्म लाग्दैन। यही काम गरेर म पनि आफू धेरै खुसी छु र मेरो परिवारलाई पनि मैले खुसी राख्न सफल भएको छु। त्यसैमा मलाई खुसी र गर्व लागेर आउँछ। यो काम गर्नु पनि एउटा युद्ध जितेर आए जतिकै हुन्छ होइन। कोरिया आउनु सजिलो छैन नि, धेरै सङ्घर्ष पछिको सफलता पाएको मैले धेरैचोटि। यही काम गर्नु पाउँदा चाहिँ म चाहिँ विश्वकै सबैभन्दा लक्की मान्छे ठान्छु है आफूलाई।